परमेश्वरको वचनले भन्दछ मत्ती 22 को 14 पदमा, किनभने बोलाएका धेरै छन् तर चुनिएका थोरै छन्। आमेन। आज धेरै परमेश्वरले चाहिँ यस संसारमा भएको हरेक जाति जाति हरेक मानिसहरूले चाहिँ परमेश्वरले बोलाइराख्ने छ, हे मेरो छोरा म कहाँ जा, म तिमीलाई जीवन दिनेछु भन्नुहुन्छ। हे मेरो छोरी म कहाँ जा, म तिमीलाई जीवन दिनेछु। तर आज धेरै परमेश्वरदेखि टाढा मानिसहरू, धेरै मानिसहरूले प्रभु भन्छन्। आज संसारका हरेक जाति जातिहरूले चाहिँ प्रभु मेरो तपाईँ परमेश्वर हुनुहुन्छ, प्रभु मलाई बचाउनुहोस्, प्रभु मलाई जीवन दिनुहोस् भनेर आज धेरै मानिसहरू प्रभु भन्छ। आज कतिले भन्छ मैले धेरै बाइबल पढेको छु, आज मैले धेरै शिक्षा हासिल गरेको छु, आज कतिले मैले बिटिएच गरेको छु, कतिले मैले सिटिएच गरेको छु, बाइबल त म दिनै पढ्छु, प्रार्थना गर्छु। आज म धेरै वर्शिप गर्छु, आराधना गर्छु, खुट्टा टेकेर प्रार्थना गर्छु। तर प्रार्थना गरेर मात्र हुँदैन, प्रार्थनाका साथै परमेश्वरको आज्ञामा पनि चल्नुपर्छ। आराधना धेरै गरेर मात्रै हुँदैन, आराधना अनुसार हामीले परमेश्वरको वचन अनुसार चल्नुपर्छ। बाइबल पढेर मात्रै हुँदैन, तर बाइबल अनुसार बाइबलको वचन अनुसार हामी जिउनु पर्दछ। आमेन। आज तपाईँ हामी धेरै हामीले बाइबल बिटिएच गरेका छौँ, सिटिएच बाइबल कलेजहरू पढेको छौँ, पढेर मात्रै हुँदैन, तर परमेश्वरको आज्ञामा चाहिँ कतिको चलेको छ, परमेश्वरको वचन अनुसार हामी कतिको जिएको छ। आज हामी ओटे विश्वासी मात्रै भएका छौँ, हामी ओटले मात्रै हामी प्रभु प्रभु बनेको छौँ, त्यो प्रभु प्रभु बनेको अनुसार हामी वचन अनुसार चलेको छौँ या छैन, आफैलाई आफैले जाँच। प्रियहरू, परमेश्वरको वचन अनुसार हामी जिउनु पर्दछ। पवित्र आत्माको फलहरू फल्नु पर्दछ। पवित्र आत्माको फल प्रेम, आनन्द, शान्ति, धैर्य, दया, विश्वास, भलाइ, नम्र, स्वयं भएर जिउनु पर्दछ। परमेश्वरको डरमा आज्ञाकारितामा हामी जिउनु पर्दछ। जबसम्म तपाईँ हामीसँग परमेश्वरको आज्ञामा चल्दैनौँ, हामी केही पनि गर्न सक्दैनौँ। हामी बाइबल पढेर मात्र हुँदैन, सिटिएच बिटिएच गरेर मात्रै होइन, बाइबल कलेजहरू पढेर मात्रै होइन, प्रभु प्रभु भनेर मात्रै हुँदैन, प्रार्थना गरेर मात्रै हुँदैन, वर्शिप गरेर हामीले आराधना गरेर मात्रै हुँदैन, तर परमेश्वरको वचनमा चाहिँ जिउनु पर्दछ, परमेश्वरको डरमा जिउनु पर्दछ। हामी परमेश्वरको वचन डर अनुसार हामी परमेश्वरले भनेको कुरा अनुसार हामी सुन्नु पर्दछ। परमेश्वरको वचन आवाजले सुनेर परमेश्वरको वचन अनुसार हामी जिउनु जरुरी छ। जब हामी परमेश्वरले भन्नुहुन्छ छोरा तिमीले झुटो बोल्नु हुँदैन है, तिमीले रिस गर्नु हुँदैन है, तिमीले आरिस गर्नु हुँदैन है भनेर जुन प्रभुले भन्नुभएको छ, जो परमेश्वरले भनेका आज्ञाहरू चाहिँ आज्ञा अनुसार चाहिँ चल्नु पर्दछ। हामी तपाईँ हामी अनि उठे विश्वासी मात्रै होइन, परमेश्वरको वचन अनुसार। अनि धेरै मानिसहरू प्रभुले चाहिँ बोलाउनु भएको छ, मेरो छोराछोरी हो आओ म तिमीहरूलाई विश्राम दिनेछु, मेरो छोराछोरी म तिमीलाई जीवन दिनेछु। तर आज परमेश्वर चाहिँ धेरै टाढा गएको छ, अनि बोलाएका धेरै छन् तर चुनिएका थोरै। आमेन। त्यसैले प्रियहरू, आजको तपाईँ र हामी चाहिँ त्यो चुनिएकाहरू मध्ये चाहिँ हामी हुनुपर्दछ। आज तपाईँ हामी चाहिँ परमेश्वरको वचन चुनेको अनुसार चाहिँ हामी परमेश्वरको वचनमा जिएर जिउनु पर्दछ। परमेश्वरको वचनमा चाहिँ हामी जिउनु जरुरी छ। आमेन। परमेश्वरको महिमाको सेवा वचन